भान्सेको हाल्छौ तुले फुल भयो हुन्छ नत्र हुन्न ल सुधा यता हेर त एकचोटि हेलमेट लाएर राइड ओभर केटी म हुन्छ नि त आज नराखेर तो यहाँ चाहिँ हाम्रो दावत चलिरहेको छ यो चाहिँ टिमोर चिकन मटन दाल साग भात त्यो पनि बासमती राइस सुन मम्मी यता हेर्नु हेलो वेलकम ब्याक मेरो भ्लगमा ल अनि यता हेर्नु हेर्नु न कस्तो हो र ल यहाँ चाहिँ हामी नाच्नु हुनुहुन्छ मिसल के हेर्दै हो मिसल दाँतै छैन मिसलको ए सटअप हो आज हावा निकाली यहाँ चाहिँ हाम्रो सिजल अनि नानो दिदी अनि यहाँनिर चाहिँ बुवा ल मेरो भ्लग ल अस्ट्रेलिया खैला टुरमा मेदा कतिजना घाइते ओहो ओहो ढल्ने भयो मान्छेहरू 3 4 5 So let's go 1 2 3 Yes, you heard it right. अब घरमै बसेर डकुमेन्टेसन अनलाइन टेस्ट र मक टेस्ट दिएर माल्टा जानुहोस् ऱ्यान्डम मान्छेले पाइक गरिदिएछ त्यही भएर हाम्रो अफिसको सबै मान्छेहरू इन्ट्रेस्टेड छन् कहाँनिर हो मलाई थाहा छैन किनभने म काम गरिरहेको थिएँ मिलाउँछ नै हजुर त हरिब्रामले देख्यो यार ल बुवालाई क्रिम चाहिएको अवस्था छ अस्ट्रेलिया जाँदै हुन्छ बुवा आज कस्तो लागिरहेछ बुवा ठीक लाग्छ फेरि जुट्नु आछ दिदी बहिनीहरु यता नानी पढ्न जाने बा ढुढुकै हुन्थ्यो हेर्नु मित्र हो पढ्न जाने बा के पढ्ने पास हुन्छ कि हुन्न अनि कस्तो पर्छ भन्ने हुन्थ्यो अहिले त मजाले घुम्न जान पाउँदा त मलाई त एक तर्फी जाद्रै खुसी उता नन्द साथमा छोरा छोरी न पढ्नको टेन्सन न केको टेन्सन घुम्न जाने सिरी दिदी आउने बुवालाई फ्रेस ड्राई भइरहेछ राख्नु मलाई क्रिम बेसी जति पनि पुग्छ हातमै गयो बुवा मुखमा लाउने हैन मान्छेको सुटकेस ल्याइदिन सुटकेस हात यसो गर्दा गर्दा त्यही भेन्छ नयाँ सुटकेस बा कति भारी 10 किलो जिनिस होला हुन्छ यसो गर्ने त बस्दाखेरि यता साइडमा बोकिराख्नु परेन बाइ बाइ अस्ट्रेलियाको बीचमा फोटो पठाउनु होला ओके चेक त बिहानै 2 दिवसम्म गरेको थियो यहाँ काम भइसकेपछि चाहिँ त्यतिकै फोल्ड गरेर हाल्नु भाउजूमा हाल्नु म ट्रान्जिटमा फेरि देखाउनु पर्छ ल यहाँ अख्तरको पाली आइसकेको छ बुवालाई बुवा बसाउँदै जाने रे अस्ट्रेलिया यहाँनिर चाहिँ फोनको किराहरू खाना हुनुहुन्छ ढोका लगाउनु पर्दैन एकछिन खुलेर यसो ताने मात्रै हुन्छ
आशीर्वाद ल ल ल स्ट्रगल गर्नु हामी चाहिँ बाई गर्न पर्छ। हेलो भन्नु भनेको हेलो सो हाई गाइज, आज चाहिँ मेरो रिसर्चको सबमिसन छ राति 12 बजे। अनि अघि चाहिँ म गएर सरलाई भेटेर आएँ, मेरो सुपरभाइजरलाई। अनि यति धेरै चेन्जेस छ कि आई डोन्ट नो हाउ एम आई गोइङ टु डु इट, लाइक लिटरली पेज भरिकै चेन्जेस कि एभ्रिथिङ सबै चेन्जेस छ। अनि so this is the last time I'm working on assignment for Kusum, so I just wanted to capture it. Okay, bye bye. 1700 join first को चाहिँ अर्को हामीले ओके ब्ल्याक भनेको वाला चाहिँ त्यसको भित्रको उनी राम्रो छैन के हैन त्यो वाला हैन कि त्यो वाला कि ठुलो वाला कि। Guys, so this is my fit today again. Hi guys, so lately I made a different makeup so it looks good, and this is my fit. Made by Nikita Didi. Yo, what's this? Hey, office ma गर्ने वाला हो, स्मेल को लागि हो, ह्युमिडिफायर। काम लाग्ने काम रहेछ यार। बनाइराछु यो वाला म गर्ने हो, किनभने म सबभन्दा सानो हो यहाँ। सबैजना हामी यो टी सर्टहरू लगाइसकेको छौँ। पफ आई बाबा रातिमा लिपस्टिक लाउँदै हुन्छ दिदी फोटोको लागि। अपरा दिदी यता हेर्नु त खै। त्यो लगाइदिनु पर्ने, अनि त्यो सिलाइनु राखिदिनु दाइले सिलाइनु राख्ने, अनि त्यसपछि बिस्तारै बिस्तारै कम भयो। त्यही भएर मलाई त्यति अनि त्यसपछि अनि अर्को चाहिँ त्यो जुन चाहिँ त्यो देखाउन लग्यो नि, देखाउन लगेको टाइममा Hi guys, I'm back to Kusum. त्यो पनि job interview दिनको लागि, and this is my CV जुन मैले 10 ठाउँमा छोडिसकेँ। पहिला चाहिँ मलाई यस्तो इन्ट्रेस्टिङ लाग्थ्यो जब फेयर, बिकज त्यति बेला मेरो टर्न थिएन नि त। अनि इफ आई इभन गेभ इन्टरभ्यू द्याट वुड बी रेबेलियस अफ मी। तर अहिले चाहिँ कति झ्याउ लाग्ने हो, कम्पनीहरू पनि लाइक दे आर नट इभन इन्ट्रेस्टेड कि यत्तिकै हुन्छ नि, यो सब नाटक भइरहेछ वाला टाइप्स के। त्यही नै हो, मलाई सबै मान्छेले हेरिरहेछन् यहाँनिर चाहिँ।
बट एनीवे दिस वाज माई फिट। म यति हतारमा मेरो टप पनि लाउन बिर्सिएछु। अनि ओभरअल एक्सपिरियन्स आज चाहिँ ब्याड पनि भन्दैन, लाइक ब्याड भन्दा यति माथि, एभरेज भन्दा यति तल, लाइक त्यही हो। ओके बाई बाई।